मलाई चाहिँ कसैले तैँले अरू केही खानु पर्दैन, बस मासु मात्रै दिनकै खा भन्यो भने पनि म सायद नाइ दिनकै त खाँदिन नै भन्थे होला कि। तर त्यही ठाउँमा कसैले मलाई भान्टाको सब्जी दिनकै खा भन्यो भने म कति खुसी हुन्छु होला कि। किनकि मलाई भान्टाबाट बनेको एभ्री आइटम चाहिँ एकदमै धेरै मनपर्छ। त्यही भएर आज चाहिँ मैले एग प्लान्ट तावा फ्राई बनाउँदैछु। त्यसको लागि मैले मिक्सर जारमा केही लसुन, सुकेको खोर्सानी, प्याजको पत्ता र स्वाद अनुसार नुन र थोरै जिरा, धनियाँ पत्ता र त्यसै गरी तोरीको तेल राखेर मजाले त्यसको पेस्ट बनाएँ र भिडियोमा देखाए जसरी त्यसलाई इभनली स्प्रेड गरेर फ्राई गरेँ। तपाईहरु पनि यो रेसिपी ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ कि। जसलाई भान्टा मन पर्दैन उहाँहरूलाई पनि मन पर्न थाल्छ होला कि यो रेसिपी ट्राई गर्नुभयो भने चाहिँ। अनि यसको टेस्ट इन्हान्स गर्नको लागि माथिबाट चाहिँ फ्रेस कागती निचोरेर खानु होला, यस्तो बब्बाल हुन्छ। मैले नि त्यसरी ट्राई गरेको थिएँ।